मंगलसिंह नगरपालिकाको राज्यको लाखौं रकम लिएर कर्णाली प्रदेशको एकमात्र 4 तारे होटल सिद्धार्थ होटलमा कार्यक्रम गर्नु कतिको उचित हो, कतिको जायज हो? मंगलसिंह बजारमा पनि थुप्रै होटल व्यवसायहरू छन्। मंगलसिंह बजारका होटल व्यवसायहरूले कर तिर्नुपर्ने, तर तपाईँले चाहिँ कार्यक्रम शुल्कको कर्णाली प्रदेशले राख्नुपर्ने, लाखौं रुपियाँ तपाईँले खर्च गर्नुपर्ने। तपाईको व्यक्तिगत पैसाले तपाईँ सिङ्गापुर गएर आउनुहुन्छ, त्यसमा हाम्रो चासोको विषय होइन। र तपाईँ के कारणले, तपाईँको कुन उद्देश्य र कुन प्रयोजनका लागि कर्णाली प्रदेशको राजधानीको 4 तारे सिद्धार्थ होटलमा कार्यक्रम राख्नुभयो, यो बारेमा प्रश्न पार्नुहोला। यसै गरी मेरो अर्को प्रश्न रहेको छ, मंगलसिंह नगरपालिकाका मेयर साहब, हाकिम साहब लगायत जनप्रतिनिधि यही बाटो मध्य पहाडीकै बाटो भएर बेला बेला यात्रा गर्नुहुन्छ। नजिकै पाले बन छ। मंगलसिंह बजारभरिको सडक गलीको सबै फ्लोर लिएर पाले बेलमा थुपारिएको छ, जसको कारणले वातावरण निकै प्रदूषण बनेको छ। हामीलाई त आउट जावत आउँदा निकै गन्ध आउँछ। यहाँहरूलाई कति गन्ध आउँछ महसुस गर्नु भएको छ कि छैन? त्यो फ्लोर त्यहाँ फाल्दाखेरि वातावरणलाई मात्र प्रदूषण असर पुगेको छैन कि त्यहाँ वन्यजन्तु, अस्ति केही दिन पहिले 2वटा स्याल मरेको मैले भेटाएको थिएँ। ती वन्यजन्तुलाई समेत हत्या गर्ने अधिकार मंगलसिंह नगरपालिकाले कसले दियो? र त्यति वन्यजन्तुलाई असर हुने खालको गतिविधि यहाँले गर्दै गर्दा वन ऐन विरुद्ध आफूले काम गरेको महसुस भएको छ कि छैन? त्यसै गरी मेरो अर्को प्रश्न रहेको छ, मंगलसिंह नगरपालिकाको बाँडा, बस्ती, खण्डाला लगायत कुन्ती मण्डाली, लेस्टीघाट धेरै विकटका नागरिकहरूले अहिले पनि सामान्य बिरामी हुँदा औषधि पाउनुको कुरा त कहाँ, गाउँ बिरामी पर्दा तपाईको सहज रूपमा अहिले पनि यात्राका लागि एम्बुलेन्स पाउने गरेका छैन। यही मेरै छ, 1 वर्ष भयो थन्केर बसेको यो एम्बुलेन्स भनेको मंगलसिंह नगरपालिकाको नागरिकको हालत के होला? एम्बुलेन्स बाबत यस्तो छ। यहाँलाई कतिको लाज लाग्छ लाग्दैन? हामीले त लाग्यो। त्यसै गरी मेरो अर्को प्रश्न रहेको छ, मंगलसिंह नगरपालिका बेला बेला विवादमा आइरहेको हुन्छ। अझै भनौँ हाकिम साहब आइसकेपछि त झनै विवाद सिर्जना भएको छ। केही समय पहिले हिलाम्ने सडकमा रोपाई गरेको दृश्य राष्ट्रिय मिडियाहरूमा छ्यापछ्यापी यहाँले मजाले देख्नुभयो, दृश्यमा पनि देख्नुभयो, न्युज पनि पढ्नुभयो, सुन्नु पनि भयो होला। यस्ता खालका विभिन्न ठाउँमा विवादै विवाद आएको हामीले देखेका छौँ। यो विवाद के कारणले आएको, यो विषयमा प्रश्न पार्नु होला। त्यसै गरी केही दिन पहिले मात्र यात्रा गर्दै गर्दा त्यो गाडीको इन्जिन स्विच बाटोमा हुन्छ, गाडी बिग्रेको छ, नजाउँ भन्दा भन्दै पनि उहाँ जानुहुन्छ र गाडी बिग्रिन्छ बाटोमा। अनि त्यो गाडीलाई लिएर रातारात टिप्पर टरकको प्रयोग गरिन्छ र त्यो गाडीको मूल्य बिल चाहिँ झन्डै 8-10 लाख रुपियाँ आउँछ। यसको जिम्मेवार को बन्ने? अनि मंगलसिंह नगरपालिकालाई बरमुटै मचाएर बसिराख्ने हो कि यो 10-10 वर्ष कार्यकाल जानै थालिसक्यो? अब के मंगलसिंह नगरपालिकाका नागरिकले मंगलसिंहमा विकास भयो भन्ने अनुभूति कहिलेसम्म गर्नुहुन्छ? धन्यवाद।